यसरी अब हामी उठ्न आँट्यौँ। आँखा खोलियो अब यो जगतमा, र यो जगतमा हामीले यसरी उठ्ने बित्तिकै अब भगवान्लाई सम्झेर भन्नुपर्ने मन्त्र हो। फेसबुकको साथीहरू, यसरी मन्त्र जप्नुपर्छ पहिले। अब सबैभन्दा पहिले ओछ्यानैबाट भगवानको नाम जप्दै उठ्नुपर्छ। यो मैले तपाईँहरूलाई गरेर देखाएको। अब के गर्नुपर्छ भने, अब म जागा भएँ, अब यो पृथ्वीमा अब उठेँ म। मैले जन्मेर कस्तो कस्तो कर्म गरेँ, कस्तो कस्तो पाप गरेँ होला भन्दै अब क्षमा माग्दै उठ्नुपर्छ। समन्द्र बसने देवी परवशत नमोढते, विष्णु पत्नी नमस्तुभ्ये पादरस पत क्षमस्व। अब समुद्र बस्ने देवी भनेको यी धरती माता हुन्। हे धरती माता, हे देवी, तिमी शक्तिशाली हो। तिमी जगतमा तिमी एउटी देवी बसेकी छौ। त मैले कति भुल गरेँ, कति गल्ती गरेँ, जन्मेर अहिलेसम्म कति पाप गरेँ, यो सबै क्षमा देऊ है देवी। माचुन्जेली मेरो पाप नाश गरिदेऊ, गल्तीलाई क्षमा गरिदेऊ। मर्दाखेरि अपगति परेर मर्नु नपरोस्, भिरबाट लडेर मर्नु नपरोस्, खोलामा फलानेर मर्नु नपरोस्, रुखबाट झरेर मर्नु नपरोस्, पहिरोमा किचेर मर्नु नपरोस्, रक्सी खाएर मर्नु नपरोस्, दाम्लो लाएर झुन्डेर मर्नु नपरोस्, विष खाएर मर्नु नपरोस् भन्दै यसरी भगवान्लाई सम्झेर उठ्नुपर्छ है। फेसबुकको साथीहरू हो, यो मन्त्र तपाईँहरूले नि सुनिरहनुहोस्। तपाईँहरू पनि मुक्ति हुनुहुन्छ, पवित्र भइहाल्नुहुन्छ यो मन्त्र सुनेपछि। सबैले यो बिहान उठ्ने बेलामा यसरी जप गर्नुहोस् है। धन्यवाद। साईराम। सबैको कल्याण होस् भन्दै अब म उठेको है। अब